यहाँनिर मासु Good morning, namaste, welcome back to my channel and another video. I hope तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। तपाईहरुलाई स्वागत छ मेरो आजको न्यू डे न्यू भ्लगमा। साथीभाइहरु आज चाहिँ कति गतेसँग 2-3 गते कार्तिकको 3 गते साथीहरु हाम्रो घरतिर चाहिँ पुरा कुहिरो लागिरहेको अवस्था छ, देख्न सक्नुहुन्छ। अहिले चाहिँ म बिहानै हाम्रो यहाँ अस्ति धान रोपेको थियो नि, त्यहाँनिर बिहान बनाउन लागेको छ। अनि म त्यहीँनिर जाँदैछु साथीहरु पानी बोकेर काम गर्नको लागि। मेरो भिडियो सुरुदेखि अन्तिमसम्म हेरेर सबैजनाले साथ दिनु होला। सम्म चाहिँ यस्तो थिएन, आज चाहिँ पुरा डम्म छ। कार्तिक लाएर होला सायद। यहाँ चाहिँ मकै रोप्ने हो, यहाँ चाहिँ ड्याङ बनाउने साथीभाइहरु। आज बिहानभरिमा भ्याउनु पर्ने छ। बाबाहरु त हुनुहुन्छ। हेलो हेलो अल्छी काम अघिसम्म त्यहाँसम्म थियो, अहिले यता आइपुग्यो पुरै कुहिरो। अब हामी काम गर्छौं। आज चाहिँ घाम लाग्यो फाइनली हल्का, तर लास्टै शीत परे आज। उता घाम लाग्छ, यता चाहिँ नि पुरा। अब ड्याङ बनाउन भ्याउनै लाग्यो। ड्याङ बनाउन सकेर यहाँ प्लास्टिक तान्दैछ हामी। ड्याङ बनाउन सकियो साथीभाइहरु। घाम पनि टिल्क टल्क्यो। अब घरतिर हिँडेको साथीभाइहरु, आज चाहिँ नि हाम्रो धान उठाउन पनि छ। त्यसैले हामीले घरनिरको 2 कोली धान काटेर राखिसकेका छौं अस्ति शुक्रबार र शनिबार गरेर। अनि आज चाहिँ नि हिजो बेलुका 1 कोलेर आधी बानेर भ्याइसक्यो कि। अब फेरि आधी बान्न बाँकी छ, त्यो बानेर ओसारेर ठेसर लाउने हो। अनि पराल पनि चढाउने हो। के रस होला यो फुल मैले खाएको। यहाँनिर चाहिँ अहिले क्षेत्रलाई लाफो रहेछ नि त। क्षेत्रलाई दिने मासु साथीभाइहरु अहिले पकाएर छोडेर जान लाग्यो। हल्का फोर्दैछ, भन्ने भयो। म यसलाई धुन पर्यो। यहाँ चाहिँ नि बफको 4 केजी मासु रहेको छ, देख्न सक्नुहुन्छ तपाईहरुले। मैले धोइ पनि सके। अब यो पकाएर जाने हो हामी चाहिँ नि धानको मुठो बान्न ओसार्न। अनि अहिले ओसारेर भइसकेपछि चाहिँ नि नास्ताको रूपमा चाहिँ नि हामी खाना खाने हो साथीहरु। एकदम त धुवा आयो। हड्डुमा पकाउन लागेको कि यहाँनिर पकाउन सजिलो हुन्छ भनेर यसमा पकाउन लागेको। यहाँनिर चाहिँ नि हड्डी मासु र फल मासु चाहिँ नि मिक्स गर्छ। यो 4 केजीमा चाहिँ नि साथीहरु हड्डीको सुप मिठो हुन्छ नि त, त्यसैले यहाँ मिक्स गरेर ल्याएको छ। यसलाई पकाएपछि खाना खाएर नुहाइधुवाइ गर्नुपर्ने छ साथीभाइहरु। मसलाहरु चाहिँ सबै पिनेर पनि रेडी गरेर राखिसकेको छ। अब यसलाई पकाउन मात्रै बाँकी। तरकारी चाहिँ म पकाउँछु कि खाना मम्मीले बनाउनुहुन्छ अहिले पछि। म चाहिँ खानामा पानी अड्कल गर्न अलि सक्दिनँ, जान्दिनँ अलि धेरैजनालाई पकाउन। पानी मिलेन भने फेरि कि चामल बस्छ कि खोले हुन्छ।
त्यही भएर जे काम गर्दा नि खाना बनाउने चाहिँ नि भात बसाल्ने चाहिँ नि मम्मीको काम, अरू चाहिँ नि मेरो। हेलो हात जुठो छ के केही नि हुन्न। हेलो ख म समाइदिन्छु। यहाँनिर मासु छ। तरकारी पकाउन सकेर खाना भ्याएर साथीभाइहरू नुहाउनु चाहिँ भ्याएन। अहिले म धान बान्नलाई जाँदैछु। अरू यता बान्दै हुनुहुन्छ। हामीले हिजो बानेको तल खोलेसम्म अनि यहाँदेखि लिएर यति बान्न बाँकी छ। त्यता बान्दै हुनुहुन्छ मम्मीहरू। धान बान्न सक्यो फाइनल्ली। अब हामी भारी हालेर बोक्नलाई जाँदैछौँ। बोलेर राउन्ड मार्नु हजुर जेठो जेठान ल ह्याप्पी तिहार भन्दैन नि त यता गाइजहरूलाई धेरै नाल्नु न सक्दैन के। काकु हेलो फोटो लिन्छ यार। लेप्सेट फोर लिम यार डोड्या हाय हाय हो यार कुड़ी मरिया छ नि काका सही मुरी अंकलको भारी हो यो चाहिँ। दिदी दिदी हेलो चल भारी पो हल्लन चल लेप्से यहाँनिर हामी गफ गर्दैछौँ। यति भानु भइयो यति भइसकेको छ। अरू ओसार्दैछौँ। अहिले चाहिँ एकदम चर्को घाम लागिरहेको छ साथीभाइहरू। हो त्यता त छ कि बादल, तैपनि यता हामी काम गरेकोतिर चाहिँ आएको छैन। भइयो फाइनल्ली ओसार्नु। गाइस मासु देऊ मासु तिहारको भन्दा एकदम तिहार आउने छ, दसैँको भन्नु न। काम गरेको भात त क्या खेतर आउँदाखेरि खाएको देऊ न। 5 बजे आउँछ भने कतिखेर आउँछ थाहा भएन। अहिले हामी खाना पनि खाएर विश्राम गर्दैछौँ। यहाँ दुध पकाउँदैछु म चाहिँ, देख्न सक्नुहुन्छ तपाईँहरूले। त्यसरी नआएको अवस्था सबैजना गफ गर्दै हुनुहुन्छ उतातिर भान्साघरमा। म चाहिँ नि यहाँ छु, यहाँ कुरो पकाउँदैछु म चाहिँ नि साथीभाइहरू। दुध पाकिसक्यो, अब यहाँ कुरो पनि पाक्छ पाक्दैन। ट्र्याक्टर कतिखेर आउँछ थाहा होइन थिएछ। दुध खानु लगाएको, दुध खाँदै कुरो हेर्ने अब हेर्न बसेको। यहाँ आएको फेरि बाँसको दाउराको लहा, त्यो बाँसको दाउराको फेरि
उत्तिखेरै बोल्छ उत्तिखेरै भइहाल्छ मरिहाल्छ। त्यसैले अहिले 4 बज्नै लाग्यो साथीहरू। कतिखेर आउँछ थेसर? खेतहरू सबै आफूले घर गएर सुतिसक्यो। यहाँ थेसर नआएर हाम्रो बिजोग भइरहेछ। पराल चढाउन भ्याउँदैन भनेर हामी आत्ते घाम पनि डुब्न लागिसक्यो। खोलागान डुमरा गटे खोला भित्रला नेपाल मात्रै रे घाम डुब्न लागिसक्यो। ठेसर आयो 5 बजे डाक्रा बजार हार्लम जाको हामी बसेको 2 घण्टा भयो होला सायद। गडी हार्लो हाम्रो ठेसर आयो वहाँनिर साथीहरू। बल्ल ठेसर आयो। गाजर त्यति इन्ट्रेस्टमा छैन भयो भने भइराखेछ। त्यसैले यतातिर पराल पनि तौवा बनाउँदै हुनुहुन्छ। खाली भयो, धेरै मान्छे भयो। त्यसैले रात पर्यो। केही चिने रात पर्यो चमक रात पर्यो मेरो मन रात पर्यो। अझै भ्याएन। आज सरले घाट हानेर अनि गाइज के गरेको भन्नु बाबा? के गरेको यो धान भन्नु? कसलाई? सरकारलाई ट्याक्स बजाइला हजुरलाई त हैन के को छाती बजाएको? बजेको त नाममा त खाने यही हो। सुशीला कारी 10 बाटा चढे रे। यो लक खोलो मोबाइलबाट जुर्के 1490 हालमा ले बत्ती झुर्केर ल थाहा नमाली हिसाब नमाली अब ना उ गर्नु 1490 दिन्छ र आज हिसाब चाहिँ त 15 लगे दिरी ल कुसाई दाम के ल छोटो बोरा नमानी उमै बोरा ठोक्यो होसी दुले पराल चढाउन नभ्याउने छ। अनि कागज बोरा मालिक नमार के मजुर के जुरा पराल चाहिँ यत्रो धेरै बस्यो। यति बस्यो मधुर देखिरहेको छ। यति चुचुर यति चाहिँ नि चढाइयो अलिकति। यति तिहार लाग्यो हाम्रो घरतिर त भइसक्यो। इला ल्याउ यी मिठो इला रानी यहाँ राम्रो बोरा यता गोसाइले बोक्छ गरे ल गो म बुकमा ब्रेन नै भन्ने नाको ढुक्कन न यार चार मुरी हैन 4 मुरी 10 बाटा दिनुपर्छ कि अलिअलि झर्यो कि के गरेको सरेको छैन। हाम्रो पराल चढाउन सकिएन साथीभाइहरू। 1.5 घन्टा लाग्यो हाम्रो थेसर लाउन।
अनि किन भ्याएन भन्दाखेरि हामीले 3 बजे बोलाएको थियो थेसरलाई अनि हामीले ओसार्न पनि त्यसरी नै 3 बजे थेसर आउँछ भनेर चाँडो गरेको थियौँ तर थेसर चाहिँ हामीले भनेको टाइममा आएन 3 बजे भनेको थियो 5 बजे आयो अनि त्यहाँदेखि थेसर लाग्यो अघि भर्खरै यताउति गरेर सबै गरेर सक्यो 1.5 घण्टा लाग्यो भन्नुभएको थियो कि अब बाबाले त्यत्रो टाइम चाहिँ किन लाग्यो भन्दाखेरि हाम्रो आलीमा घाँस छ नि त छेउकुनाको धान चाहिँ नि सुकेको थिएन त्यो धानको त्यो छायाको कारणले अनि त्यसैले नसुकेको भएर थेसरमा अड्केको गरेको थियो नि त्यसैले सुस्तरी हाल्नु पर्यो बिस्तारै गर्दाखेरि यत्रो टाइम लाग्यो अनि पराल चढाउन नि भ्याइएन भोलि चढाउँछ होला बिहानमा सायद अनि म भिडियो नि भोलि नै इन गर्छु अहिले म नुहाउनेछु नुहाइदै गर्नेछु म भर्खर रुम सफा गरेर बस्दैछु साथीहरू थकै पनि लागेको छ आज चाहिँ म भिडियो इन गर्दिनँ भोलि गर्छु एकैचोटि बिहानमा पराल चढाउन सबै सकेपछि आज चाहिँ नि सकिएन भ्याइएन धान थेसर लाउनै टाइम लाग्यो नि त 1.5 घण्टा भनेको त धेरै नै हो अब पराल चढाउन जान लाग्यो घरको काम सकिएर कस्तो मात्र देखेको मेरो घर गुड मर्निङ नो मर्निङ किन निन्द्रा आछ निन्द्रा खुल्ने बेलामा गुड मर्निङ ए नो मर्निङ आया बरे जाडो भयो हारा पनि बाइकिङ खेल्नु म भन्नु पनि नकाली भोजी माथि पनि के साधन खाली हैन यो चिसो खाली गरे के हो ओ घाम निस्क्यो ठ्याक्क अहिले हाम्रो टी टाइम अहिले हामी चिया खाँदैछौँ यति चढाउन भ्याएपछि अब मात्रै बाँकी छ भ्याउन लायो अब त्यहाँ पुगिसक्यो यति मात्रै बाँकी छ भात भुट्दैछु त्यो साथीहरू खाना दिन भनेर चाउचाउ र भात भुट्दैछु म यहाँनिर भात भुटेको साथीहरू चाउचाउ र भात अहिले हामी पराल चढाउन सकेर खाजा खाना लगाएको कति बजे बाल्नु खोइ हेरे होइन हौ 9 बज्न लाग्यो होला कि बज्यो पराल चढाउन भ्याइएर अनि खाना खाएर अहिले चाहिँ हामी बस्दैछौँ साथीभाइहरू अहिले 9 बजेको छ बिहानको मेरो 2 दिनको भ्लग चाहिँ नि सकिएको छ मेरो भिडियोलाई हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला मेरो च्यानललाई पनि सबैजनाले जतिजनाले हेर्नुहुन्छ अब चाहिँ नि नुहाउन मात्रै बाँकी छ अब हाम्रो चाहिँ नि उठाएर भ्याइसक्यो अब ठुलबाबाहरूको उठाउन जानुपर्ने छ नुहाएर अहिले 10 बजेपछि आजको मेरो भिडियो यति नै सबैजनालाई बाई बाई